माछा कोसीको माछा कसरी हो भाइ खाने हो भाइ लेट्स गो ल सबैजनाले खाउनु लु स्टार्ट लु गणेश भाइ ओके लु यो त Black coffee. Black coffee. ल त्यसै ल हाम्रो खाना पनि आइपुगिसकेको छ ल ओहो खाना दामी छ है हेर्दा है मिठो पनि होला नि यो के हो दाल दही हो ल ओके ल केटाहरू बस्छ खाना एकदम राम्रो छ हेर्दा खाना पनि मिठै हुनु पर्यो फेरि है मिठो छ ल थ्याङ्क यू मिठो छ होइन ल बस्नु त पनि ल ओके हाम्रो बिहानको लन्च सुरु हुन लागेको छ ओके यो के हो भाइ यही हो लोकल ओ माई गड एकताल चलाइदिउँ न हो ल ओके ल खतरा छ त यार ग्रेभी पनि है ल थ्याङ्क यू आयो नि त ल म बस्छु म त साइडमा बस्छु ल थ्याङ्क यू के हो त्यो पनि दिइहाल्ने हो ह्यापसँग हानिदिने हो बियर अनि खाना खाएर उठ्दा त फेरि ढलिरहेको छ होला नि फेरि ढलिँदैन पानी होला नि त है ल ओके स्टार्ट ल लोकल हानिदिने हो है टेस्टी I like it खै कडा हानिदियो हानिदिएर तपाईँ हान्नु नि हालिदिनु एक दुई पिस मात्रै मलाई त अब धेरै हुन्छ भयो भयो स्टार्ट गरौँ है टेस्ट गरौँ है टेस्ट है जस्ट लोकलको टेस्ट छ के साह्रो खानुभएको के साह्रो खाएको खानै त आएको त के छ खाएर सर जिउ पनि छ नि त भाइ के खानु पर्दैन यत्रो पैसा परेको चिज फाल्ने हो त अन्त चाहिँ उठिहालेको ए म त उठ्दै बजाउने हो बिस्तारै बजाउने हो आरामले है आनन्द भएपछि मात्रै उठ्ने हो है अनि यो दिने हो स्विमिङ उता कोसीमा पनि यता पनि यता पनि दिने हो पारी पुगेर आउने हो अनि पारीसँग गर्नु त्यसको रिक्स म लिँदिनँ स्विमिङ गर्नुपर्छ के दही किन नआएको तैँले दही म नखाने खोकी अनि दही खाइहाल खोकी काँक्रा मुला दही त्यतै खनाइदिएर खाइदिँदा हुन्छ
कोसीको माछा कसरी हो भाइ खाने हो भाइ लेट्स गो ल सबैजनाले खाउन लु स्टार्ट लु गणेश भाइ ओके लु यो त कोसीको माछा रहेछ लु लु झिँगे माछा त होइन नि होइन कोसीको प्योर हो मेरो दाइला अम्मा कोसीको माछा भाइ दामी रहेछ नि हो खाँदैछ ल कस्तो छ नवीनको दामी छ 100% कोसीको हो यो यस 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 कोसीको हो कोसीको खा त आमा माछा खाऊ न ए आएर माछा नखानु कोसीमा मेरो भाइले एक पिस खाऊ तिमी दामी छ खा ट्राई गर्दा कोसीको चाहिँ कस्तो हुन्छ नि तितो हुँदैन क्या यो सानो माछा एक पिस भए पनि खाऊ त्यो मधेसको माछा हुन्छ नि मधेसको चाहिँ अलिक तितो हुन्छ क्या दामी लाग्यो माछा कोसीको हो क्या है राम्रो हुन्छ क्या अब कुछ खानेलाई त दामी हुन्छ सलिड हो नि त दामी लाग्यो खाऊ न यार यदि तपाईँहरूलाई पनि अब सक्दो कोसीको माछा खानु मन छ भने यो बेलुका रिसोर्टमा आएर पनि तपाईँहरू पाउन सक्नुहुन्छ यहाँनिर चाहिँ स्विमिङ पुलदेखि लिएर यस्तो यो कटेजहरूदेखि लिएर क्याबिन होइन विभिन्न किसिमको यहाँनिर रमाइलो गर्ने ठाउँहरू छ हामीलाई चाहिँ एकदम रमाइलो लाग्यो नेक्स्ट टाइम पनि हामी आउनेछौँ र अहिले चाहिँ यतिखेर हामी कोसीको माछा खाँदैछौँ तपाईँहरूलाई कोसीको माछा खानु मन पऱ्यो भने पनि बेलुका रिसोर्टलाई सम्झिनु होला होइन यो चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो के भन्छ यसलाई भाइ सलाद 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 होइन नि सरगम चुकन्दर नेपालीमा सिकन्दर होइन के भन्छ यसलाई नेपाली सरगम त्यही त हो त यो सरगम त हो त सरगम हो यो क्या यो सरगम चाहिँ एकदम राम्रो हेल्थको लागि एकदम राम्रो है तर अब यहाँनिर एक पिस मात्रै ल्याइदिएको रहेछ अब तिमीहरू चाहिँ हेर्दै बस्नु है म चाहिँ खान्छु ल तिमीहरू हेर्दै बस्नु ल आयो कति छिटो हो यो
यो चाहिँ जसलाई मनपर्छ ल खाइ खाऊ न खाँदैछु लाग्यो